हामी चाहिँ यो माथिको डाँडामा जाने होइन त हामी उ माथिको ल आउनु है गाइजहरू कसको डाँडामा हामी कहाँ जाँदैछौँ हामी माउन्टेन हिमाल चढ्न जाँदैछौँ कि राम्रो अनुभव हुँदैछ त फ्यान्टास्टिक वेदर सुलसुल हावा चल्दैछ आफूले आफूले हेर नि फिल भइरहेको होइन कपाल उडाएर यो बुढी म झन्डै निस्क्यो यो बुढी म झन्डै निस्क्यो ल यता आउनु त यता जानु त सेतो फुलमा ल आउनुहोस् है मलाई ठेल्नुहोस् है त अगाडि हिँड्न सक्दिनँ म चाहिँ टुर गाइड हो मेरी प्यारी भान्जीलाई एकदम फोकस गर्ने हाइकिङ नै गएको जस्तो लागिरहेको हामीले धन्यवाद हेर नि फिलाएर रहेछ सबैजना बोकेर हिँड्दैछिन् रमाएर यहाँबाट सुरु हुँदो रहेछ अलिक पछाडि पछाडि हाम्रो जङ्गलको यात्रा सुरु भयो यो सानो बाटोबाट हामी यहाँबाट चढ्ने हो माथिको डाँडासम्म माथि पुगेको छैन क्या त्यही भएर एकछिनमा गाउँ भनेर हामी पहाडको माथि पुगेको छैन त्यही भएर आउन चाहिँ आउनु चाहिँ पहाडको माथि माथि आउने जति ए हातको त झर्नु खोज्दो रहेछ त कलम 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 धारा रहेछ कस्तो राम्रो ल हिमाल चढ्ने लडाकुहरूले निकै जाँगरपूर्वक खतरम 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 यस्तो खतरा बाटो रहेछ अलिक परतिर बाटो थियो होला त्यसो भन्दैछ त्यो चाहिँ घर अनि त्यो घरमा त्यो घरमा मान्छे छ कि छैन हराको अवस्था साथीको हो साथीहरु नि कता कता हो अनि बोकाले मर्यो अब कता जानु आउनु आउनु यो बार सकिन्छ आउनु नि त नि के अरे त्यो कुन फिल्म छ ऋतिक रोशनको यस्तै चढ्ने ऋतिक रोशन र प्रियङ्का चोपडा हो कि फिल्मको जस्तो क्या सेम त्यस्तै देख्यो त ल साथीहरु थाकेको अवस्था भुतुक्कै भएको अवस्था साथीहरु यहाँ ल
उता पर घरमा मान्छे छैन? यहाँबाट यस्तो बाटो चाहिँ छ जस्तो लाग्यो त्यहाँ माथि टुप्पोमै पुग्नुपर्छ नि त छ होला घुमाएर बाटो यस्तो घुमाउटो बाटो थाके छैन अझै बनाऊ यो लट्ठी टेकौँ सबैले मलाई भयो गाह्रो मलाई गाह्रो छ मलाई नि बस्छ न अब ब्याग उठाइदिन्छ मलाई देखाउनु मैले त घुमाएँ तर मेरो एडिट गर्नै बाँकी छ कतातिर यता चाहिँ मैले सेल्फी हो नि त तलबाट फोटो नि खिचौँ न आमा त मजाको आउँछ होला उकालोमा हिँड्दा सुनिताको पेट कराएको अब खाजा खाने बेला भयो ल हाम्रो पहिलो चरणको खाजा सुरु चाम्रे र चना फिलिङ्गेको अचार चना फिलिङ्गे त परेन है मलाई त फिलिङ्गे मिक्स छ कहाँ गयो त तपाईँलाई छुट्याएछ हामी भोक लागेको अब यसो आधी बाटो आएर चाहिँ म त थप्दिनँ है चना मटर चाहिँ राखिराख्नु पर्छ कि यस्तो पाहाड चढ्ने घोडा हाल्ने मिठो हुन्छ त चना मटर मिठो हुन्छ चना र अन्डा पनि उकालो चढ्नलाई के अरे डाइट सुरु भयो ल चना र अन्डा खानेहरूले यता हेरौँ त एकचोटि उकालो जानलाई घोडाको जस्तो चना पनि के चना खाएर चाहिँ घोडा जस्तो दगुर्ने भनेर हो ए म त घोडाको जस्तो अर्कै बुझिरहेको नर्वेमा त यो चना घोडाले खान्छ हामी पनि खाँदैछौँ त्यही भएर हामी पनि घोडा आज पाहाड चढ्न लागेको नि त अनि नेपालमा पनि त हाम्रो दोस्रो स्टपको यात्रा सुरु भयो यात्रा सुरु भयो बाटो भुलेर अब कता फर्किने हो र होइन उतै हो ए ल टिकटक लाइभ पछाडि दिदी बाटो भुले पनि हामी गन्तव्यतिर लाग्दैछौँ अघि बढ्दैछौँ लडाकुहरू ल म चाहिँ बाटो नदेख्ने टुर गाइड अन्त नि चाम्रे र चना अन्डा हालेर होइन अलिकति बाटो भुलेर 1 घन्टा बाटो भुलेर चाम्रे खाएर बल्ल होस् आएर बाटो थाहा पायो पिउने र खुलाउनेलाई जय सधैँ जय जय होस् अलिक सजिलो रहेछ बाटो यताको त एलजी खै के जाति छ पुरा जङ्गलको बाटोमा हिँडेको हामी त हो त हजुर हामीले दिने खालको भिडियो उकालोमा पनि डान्स जान्छ उकालोमा सास
यहाँदेखि चाहिँ साइन माथि जानलाई बाटो जस्तो छ। गाह्रो चाहिँ होइन, धेरै वर्षपछि हिँड्दा धेरै नै गाह्रो हुँदो रहेछ। आमा समूह कोल्सोसको डाँडामा आऊ है आऊ। अघिको चाम्रे र चना अन्डा निकाल्नु है साथी हो। अघि त निकै घोडाको तालमा दौडिन्छु भन्दै हुनुहुन्थ्यो, अहिले त फेरि सराइसक्यो त। हाम्रो डिरेक्सन यहाँबाट सुरु हुन्छ। बल्ल बाटो भेटेर अघि बढेको। अब चाहिँ बाटो बल्ल पत्ता लागेर माउन्टेन अनि वीर गोर्खालीको छोरीहरू यसरी अहिले आधा बाटो पिसेर हुन्छ त। वीर गोर्खालीको छोरीहरू आधा बाटो पिसेर आयो यहाँ हिमाल चढ्ने निकाहरू। गोर्खालीको छोरीहरू ल अघि बढौँ, ल अघि बढौँ, अब अघि बढौँ। उकालो बाटो यस्तो खतरा बाटो छ यहाँ। हेर्नु है गाइजहरू, चिप्लेर लडिन्छ कि भने चाहिँ गाह्रो भयो भिडियो बनाउनु नै। आफ्नो सुरक्षा आफै गर्ने हो यस्तो डेन्जर बाटोमा। आउनु है आउनु। हामी त पहाड जन्मेर पहाडमा हुर्केको मान्छे हो। होइन यतिको बाटो यति अप्ठ्यारो चाहिँ होइन, जस्तो यस्तो उकालो चाहिँ हिँड्नु पर्थ्यो। अय्या पुगेको अवस्था ठ्याक्कै चाहिँ पुगेको छैनौँ होइन, ठ्याक्कै त पुगेको छैन नि। हो अब चाहिँ हेर ल गाइस, यसलाई चाहिँ नर्वेको असली नर्वे यहाँ हो, अहिले चाहिँ नर्वे भन्छ। बल्ल डाँडामा आइपुग्यो, निकै धेरै सङ्घर्षको साथ आइपुगेको हो। झोला सबैले बिसाइसक्नु भएको हो। ल बिसाउने सबैजना, अनि म बिसाउँछु। ल आयो ल राख्नु।
दन्त जाजत्र यो के हो सबैजना खोलौँ न नमस्ते यो हाम्रो फाक्सा सिपुरी चना चिकन रोस्ट चाम्रे यता चाहिँ सुन्तला चटपटे अनि चटपटेको आइटम है तातो पानी चिया खाने ज्यानहरू चाहिँ यिनीहरू हो है त खाने ज्यान साथीहरूलाई कस्तो लागिरहेछ हिमाल चढ्नेको छोरी हो आफू नचढेन अब सामान चढे जस्तै हो कुन चिया खाने हो गोरुको कि गाईको गाईको चिया भनेको दुध हालेको चिया फिका चिया भनेको गोरुको चिया सुरु चाहिँ गोरुको चियाबाट सुरु गर्ने सेल पनि राख न सेल त राख्नु बिर्सेछ यो रोटीको अनुहार नराम्रो भयो नि बेहोरो चाहिँ एकदम राम्रो रोटी होइन सेल हो त्यो दामी देखिरहेको छ यो सेल रोटी के अरे तपाईँले मन पनि लगायो यो गणेशको भनेको आइटम हाल्दैछन् कि यस्तो तातो पानी ब्ल्याक टीबाट सुरु गर्नु ब्ल्याक टी होइन पहिला टिकटक र लाइभ के छ फेरि ल हेर्नु त यो चाहिँ दामी भएछ यो चाहिँ यहाँनिर सिसको ल हाम्रो गोरुको चियाबाट हाम्रो सुरुवात होइन सबैले साह्रो नै चुटी मैले अघि उठेर म त गाईको खाने डाँडामा छ यो तोङबा गया अनि पुरा यो पिपा लगाएर चाहिँ टक्क चुसेर खाने तोङबा अनि सेलरोटी अनि सुकुटी ल मैले चाहिँ गोरुको चिया गोरुको चियाबाट मैले सुरु गरेको मैले चाहिँ मैले नि गोरुको चिया हैन गाईको ल गाईको गाईकैबाट हो हामी चाहिँ अलिक हेल्दी परेछौँ ल सोल्टिनी तुङ्गा तानेछु लाजु माया सुटुकै नत्र जानेछु तेङमा से तोङबान्ना तेङमा से सेवा र तोङबा हो तोङबा के हेर्छ मिठो छ तल बाहिर मुली पुर्नुङ हुन्छ मलाई त रेखा पेट लुकायो छाती फुलायो छोडेर नाचेर उफ्रेर अनि बल्ल ओह्रालो झर्ने पुरा उ भयो फिलिली हाल्दिकै भन्दै थियो ए त्यही ठुलो राख्दिएको मैले ठुलो चोक्टा लगाइदिनु भनेको थिएँ पहिला सुकुटी बनाएको सुँगुर मासु कति खानु हो तल त्यत्रो खाएको चना कहाँ मान्छेले खाएको चना घोडाले खान्छ अघि त घोडाले खाएको हो नि त नचढ्नु थियो अघि होइन त्यही चना खायो त हिमाल चढ्यो यत्रो नचढ्नु सक्थ्यो यो कसरी डबल भएको भन्नु न अस्ति हामी घुम्दै जाँदा यो खाना पुगेका थियौँ अनि फेरि यही खानालाई यहाँ आउन परेको कुरा बुझ्नु नि कुरा चाहिँ त्यो हो कुरा बुझ्नु कोदो चाहिँ कस्तो रक्सी पार्नु हो पारेको छैन पासमा अब यो लगेर पार्ने अरे छैन पुग्यो क्या अर्मठ भयो मात लाग्दाखेरि किन किन जानु जिउ हुँदैन जान्छ छेउतिर होइन त्यस्तो लागेको त छैन मान्छेले लाग्यो भन्दैन नि मान्छेले लागेको छैन भन्छ यतिको हुन्छ छैन
हेरेको रेखाले चाहिँ कहिले नपाए जय फोन मात्रै हेरेको धनकुटा डाँडा बजार जौकान्छी बिस्तारै छैन है है किन यति साह्रो धनकुटा डाँडा बजार जौकान्छी बिस्तारै छैन जौकान्छी बिस्तारै छैन बतानेर लगाइदेऊ माया यो बोजूले क्या राम्रो नाचेको क्या राम्रो नाचेको एउटा छेउका बाँचेको सुपारी राम्रो क्या राम्रो छुरा मायाको राम्रो नाच नाच पर पाराको सुपारी चाम्रो माता के राम्रो छुरा मायाको हेरै राम्रो डाँडा पारी बनिष्ठुरीको मायाले साह्रै बिर्सेको मायाले साह्रै वर्ष भयो मायालाई छैन टोलाई धन्नै मैले ए भाइ भनी बोलाइन चिन्न नसक्ने रहेछौ फिर्सन नाच नाच तिन फन्का घुमेर एउटा कम्बर ए चार ढुङ्गा बाँचेर लैछौ फेसन चिन्न नै नसक्ने रहेछौ फेसन आछ नाच फन घुमेर भुइँको धुलो ए पालिसै मारेर लैछौ फेसन चिन्न नै नसक्ने रहेछौ फेसन खेल्दिन तेलमा चढी खेल्दिन रहेछौ फेसन खेल्दिन रेलमा चढी खेल्दिन रहेछौ फेसन चिन्न नै नसक्ने रहेछौ फेसन दियो साबुन दियो लो जाने जाने सबैजना म खिच्छु ताली पड्काने होला नि पैसा फेरि दियो 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 सेरेहरूले दियो
लंबरगिनी चलाई जाने ओ खिचेको छैन नि चाहिँ ओह्रालो लाग्यो जनताहरू चिफ ल्याएर ओह्रालो चाहिँ नजाऊ है